आज सोमबारको दिनमा बक्स अफिस हल्लाउन सक्ने फिल्म कुन छ त? साँच्चै नै बक्स अफिसमा ठुलो भिडन्त भइरहेको छ। एकतर्फ जारी अनि मनबिनाको धनको धमाका भिडन्त भइरहेको छ भने परानको धमाका छुट्टै छ। परानले आफ्नै गतिमा धमाका मचाएको छ। मेगा स्टार अनमोल केसीको भने आफ्नै छुट्टै पावर छ। अब यो भिडन्तमा कसले बाजी मारिरहेको छ, को भएको छ बब्बर शेर। विशेष गरी असोजको 31 गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र जेरी अन टपले बक्स अफिसमा 24 दिन पुरा गरे आज 25 दिनमा पाइला टेकेको छ। आज 25औं दिनसम्म आइपुग्दा चलचित्रले बक्स अफिसमा कति कलेक्सन गर्न सफल भयो, चलचित्रमाथि दर्शकहरूको क्रेज कस्तो छ, आजको दिनको एडभान्स बुकिङको अवस्था कस्तो छ त, यसै विषय मैले चर्चा गर्न गइरहेको छु। त्यसै गरी फिल्म परानले बक्स अफिसमा 10 दिन पुरा गरे आज 11 दिनमा पाइला टेकेको छ। आज 11 दिनसम्म आइपुग्दा परानको धमाका देखेर सबैजनाको सातो पुत्लो गएको छ। कति कलेक्सन गर्यो, आजको दिनको बुकिङ कस्तो छ, यसै विषयमा चर्चा गर्नेछु। त्यसै गरी यही शुक्रबारबाट प्रदर्शनमा आएका दुईवटा नेपाली चलचित्रहरू जारी 2 र मनबिनाको धन, यी दुईवटै चलचित्रले बक्स अफिसमा 3 दिन पुरा गरे आज 4 दिनमा पाइला टेकेका छन्। कसको धमाका कति, कसको पावर कति, कसले कति कलेक्सन गर्न सफल भयो, यसै विषयमा पनि मैले खुलेर चर्चा गर्नेछु। विशेष गरी यिनै 4वटा चलचित्रको बक्स अफिस कलेक्सन रिपोर्ट जस्ताका तस्तै तपाईहरुलाई दिन गइरहेको छु। कृपया भिडियोमा अन्तिमसम्म रहिरहनु होला र भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला। सबैभन्दा पहिले चर्चा गरौँ चलचित्र परानको एडभान्स बुकिङ अनि बक्स अफिस कलेक्सनको बारेमा। चलचित्र परानको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने यति बेला परानको धमाका देखेर सबैजनाको सातो पुत्लो गएको छ। परानले यो के गर्यो, अटोमेटिकली यो धमाका कसरी मचायो भनेर सबैजनाको ध्यान त्यहाँ गएको छ र फिल्म कस्तो छ भनेर दर्शकहरू उर्लिएका छन्। जनसागर नै उर्लिएको छ। कता कता यसले इतिहास त रच्ने होइन भनेर अनुमान पनि लगाउन सकिन्छ। चलचित्रको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने हिजोको दिनसम्म आइपुग्दा यसले लगभग 3 करोड 90 लाखदेखि 4 करोडसम्मको ग्रस कलेक्सन गरेको अनुमान लगाइएको छ। धमाका भएको छ, आगो भएको छ। आज सोमबारको दिनमा कस्तो छ त, बब्बाल छ कि छैन, तपाईँ र म मिलेर भिडियो हेरौँ है त। ल हेर्नुहोस् है, मैले एप्लाई पनि गरेँ। कस्तो छ त धमाका, हेरौँ है त धमाका। सबैभन्दा पहिला हामी काठमाडौँको हेरौँ है, काठमाडौँमा कस्तो छ धमाका। ल हेर्नुहोस् त, भक्तपुरतिर रातो रातो देखेको छ है, 5वटा सोच रहेछ, रातो रातो देखेको छ है। ल हेर्नुहोस्, बब्बाल छ, बब्बाल हेर्नु त। अब आज सोमबारको दिनमा पनि यतिको हुनु भनेको त यसलाई त नराम्रो भन्न मिल्दैन कुनै पनि हालतमा, बब्बाले हो। अब असली धमाका त अझै भोलि हुन्छ। ल हेर्नु त, सिभिल मलतिर हेर्नु त, सिभिल मलतिर पनि बब्बाल छ है। सिभिल मल, लाभी मल, जतासुकै खतरा गरेको रहेछ कि फिल्मले त गर्न त दामी हो। ल हेर्नुहोस्, बुटोलतिर हेरौँ है त, बुटोलतिर परानको धमाका कस्तो छ। परान हेर्नुहोस्, नेपालगञ्ज, ल हेर्नुहोस्, नारायणघाटमा डेन्जर छ यार। ये आमा सोच हेर्नु त, ये भगवान डेन्जर छ सोच यार, हान्न पर्छ यार। यो त पुरै आगो हो कि, आगो, उल्का, धमाका, पटाका, राँको सब हो कि यो त। बब्बाल छ, बब्बाल, डेन्जर छ, डेन्जर। हेर्नु त, ल हेर्नुहोस्, नारायणघाट त पुरै क्वाप्लाकै खारेछ नि त नि। हेर्नु त, बिर्तामोडमा कस्तो छ। ल हेर्नुहोस्, बिर्तामोडमा पनि राम्रै छ है, 2वटा रहेछ है बिर्तामोडमा। अस्ति एउटा थियो, अहिले एउटा थपिदिएछ। दमौलीमा पनि 2टा छ है। ल हेर्नुहोस् त, हल्का फुल्का देखेको छ है। इटहरीमा पनि राम्रो छ है, राम्रो छ यताउता बुकिङहरू होइन। वीरगञ्जमा कस्तो छ, वीरगञ्जमा त फाले थियो फेरि राखेछ होइन, धमाका बस्यो। ल हेर्नुहोस्, यस्तै छ वीरगञ्जमा होइन। पोखरामा हेरौँ, पोखरामा त अब 5वटा सोच छ, बबाल हुन्छ। अहिले बिहान भएर यस्तो देखेको,
दिउँसो धमाका हुन्छ, आगो हुन्छ। आज पनि फिल्मले लगभग त्यही हो 30-40 लाखको कलेक्सन गर्न सक्ने अनुमान चाहिँ लगाएको छ। त्यसै गरी अब हामी चर्चा गरौँ मेगास्टार अनमोल केसीको धमाकेदार फिल्म जेरी अन टपको एडभान्स बुकिङ अनि बक्स अफिस कलेक्सनको बारेमा। यो चलचित्रको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने हिजोको दिनसम्म आइपुग्दा 11 करोड 70 लाख भन्दा माथि ग्रस कलेक्सन गर्न सफल भएको अनुमान लगाएको छ। धमाका भएको छ, आगो भएको छ भन्दा फरक नपर्ला। अब आज कस्तो छ त, धमाका छ कि छैन? तपाईँ र म मिलेर बुकिङको भिडियो हेरौँ है त। ल हेर्नुहोस् है, मैले एप्लाई पनि गरेँ। ल हेर्नुहोस्, ल हेर्नुहोस् है, बवाल छ यार। जेरी अन टपको जिस राम्रो छ है, सोच कम भए पनि राम्रो गरेको छ फिल्मले। बुटोलमा फिल्म छैन, अब केएफएक्सबाट धेरै ठाउँबाट हटिसकेको रहेछ, अरू ठाउँमा छ फिल्मले। जे अझै पनि धमाका त मचाउँछ कि, सोच थोरै भए पनि फिल्मले धमाका मचाउँछ। हेर्नु त, नारायणघाटतिर छैन, नेपालगञ्ज र काठमाडौँमा रहेछ, अरूमा चाहिँ छैन। ल हेर्नुहोस् है, यस्तो छ अवस्था। अब आज यो फिल्मले होइन त्यही हो, एकदमै धेरै होइन 2-3 लाख कलेक्सन गर्न सक्ने अनुमान चाहिँ लगाएको छ। त्यसै गरी अब हामी चर्चा गरौँ चलचित्र जारी 2 को एडभान्स बुकिङ अनि बक्स अफिस कलेक्सनको बारेमा। चलचित्र जारी 2 ले हिजोको दिनसम्म आइपुग्दा लगभग 3 करोड बराबरको ग्रस कलेक्सन गरेको अनुमान लगाएको छ। धमाका भएको छ, आगो भएको छ भन्दा फरक नपर्ला। अब आज कस्तो छ त, जारीको धमाका आज कस्तो छ? तपाईँ र म मिलेर भिडियो हेरौँ, त्यसपछि दुधका दुध पानीका पानी तपाईँहरू पनि हुनुहुनेछ। ल हेर्नुहोस् है, मैले एप्लाई पनि गरेँ। जारी 2 हेर्नु त कस्तो छ। रातो छ है, रातो छ। जारीको धमाका आज सोमबार पनि चानचुन हुँदैन, बवाल नै हुन्छ, बवाल नै। जारी हो यार, जारी 2। विशेष गरी धमाका चाहिँ भोलिदेखि हुन्छ कि। ल हेर्नुहोस्, ल हेर्नुहोस्, असली धमाका चाहिँ होइन भोलिदेखि हुन्छ कि, आज ठिकै छ। ल हेर्नुहोस्, जारी जोस् ठिकै छ है फिल्मले। अब ठिकठाकै कलेक्सन गर्ने देखिएको छ, एकदमै उल्गा त हुँदैन आज होइन, तर पनि ठिकै कलेक्सन हुन्छ, त्यसमा चाहिँ कुनै दुई मत छैन। यस्तो छ अवस्था है काठमाडौँमा। अब बुटोलतिर के छ हेरौँ है त। बुटोलमा धमाका छ कि छैन? बुटोलमा पनि हेर्नुहोस् है, रातो रातो देखिएको छ है, रातो चाहिँ देखिएकै हो। बुटोलमा पनि नदेखिएको भन्न मिल्दैन होइन, बवाल नै छ। त्यसै गरी नेपालगञ्जमा हेरौँ, नेपालगञ्जमा खाली देखिएको छ आज है। अब बवाल त भन्न सकिन्न यसलाई होइन। त्यसै गरी अब नारायणघाटमा हेरौँ, नारायणघाटमा के छ? नारायणघाटमा अलार्म नि 50 वटा लाउँछ। हेर्नुहोस् नारायणघाटमा होइन, परानको जतिको क्रेज अलि देखिएन है। ल हेर्नुहोस्, यस्तो छ अवस्था है। ल हेर्नुहोस्, त्यसै गरी हामी अर्को ठाउँमा हेरौँ, बिर्तामोडमा के छ हेरौँ त। बिर्तामोडमा त आमामा सोच रहेछ है, बवाल हो बवाल। जारी 2 को क्रिज त डेन्जर छ यार, पूर्वतिर त यार खतरा छ, खतरा। अझै हप्ता दिन टिकट पाइँदैन भन्ने सुनेको छ। दमौलीमा पनि डेन्जरै हुनुपर्ने हो, तर छैन है, खासै बुकिङ छैन। इटहरी वीरगञ्ज पोखरा ल हेर्नुहोस्, पोखरा। यस्तो छ अवस्था। अब
आजको दिनमा यो फिल्मले धेरै होइन अब त्यही हो 30 लाख जतिको कलेक्सन गर्छ कि भनेर अनुमान चाहिँ लगाएको छ। त्यसै गरी अब हामी चर्चा गरौँ चलचित्र मन बिनाको धनको एडभान्स बुकिङ अनि बक्स अफिस कलेक्सनको बारेमा। चलचित्र मन बिनाको धनको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने यसले हिजोको दिनसम्म आइपुग्दा लगभग 50 लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको अनुमान लगाएको छ। आजको दिनको एडभान्स बुकिङको अवस्था कस्तो छ तपाईँ र म मिलेर भिडियो हेरौँ है त। ल हेर्नुहोस् है, मैले एप्लाई पनि गरेँ। मन बिनाको धन हेर्नु त सोच बढेछ है आज। सोच बढेको छ, रातो रातो पनि देखिएको छ भनेपछि यो फिल्मले भोलिको दिनमा मार्रा हान्छ, मार्रा। ल हेर्नुहोस्, ठिक छ ठिक छ ठिक छ है। यस अशोक दर्जीको फिल्मले बवाल गर्ने सङ्केत देखियो है। बुटोल ल हेर्नुहोस्, नेपालगञ्ज ल हेर्नुहोस्, खाली खाली छ है यता। नारायणघाट ल हेर्नुहोस्, बिर्तामोड दुईटा रहेछ है। ल हेर्नुहोस्, दमौली ल हेर्नुहोस्, इचहरी ल हेर्नुहोस्, वीरगञ्ज ल हेर्नुहोस् है। यस्तो छ अवस्था है। पोखरामा पनि अलिअलि छ होइन। त्यसैले पनि आजको दिनमा पनि यो चलचित्रले त्यही यो 10-12 लाख जतिको कलेक्सन गर्न सक्ने अनुमान चाहिँ लगाएको छ। धमाका भएको छ, राम्रो भएको छ भन्दा फरक नपर्ला। तपाईँहरू चाहिँ विशेष गरी आजको दिनमा कुन फिल्म हेर्नुहुन्छ हलमा गएर, कसरी आज सोमबारको दिन मनाउनुहुन्छ, कमेन्ट बक्समा गएर प्रतिक्रिया दिन नबिर्सिनु होला। र भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर त्यसलाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। आजलाई भिडियो यति नै भयो। अब फेरि अर्को नयाँ धमाका भिडियोका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि नमस्ते, बाइ।